पर जसपा जनता समाजवादी पार्टी उपेन्द्र खेमाज्यूको जुन सरकारमा सामेल भएको छ गठबन्धनको सरकारमा, त्यसको विषयमा नेपाली पब्लिक पत्रिकाले छापेको यो खबर हो र यस खबरलाई हेर्न गइरहेको छौँ हामी। यो खबरमा एकचोटि यो पार्टी पहिला नै फुटिसकेछ। महन्त ठाकुर र राजेन्द्र महतोजीको ग्रुप अलगै भइसकेछ। यसमा पार्टी दर्ता पनि भइसक्यो, जसमा लोकतान्त्रिक सायद दर्ता भएको छ। चुनाव चिन्ह के हुन्छ त्यो थाहा छैन, आएपछि म तपाईँहरूलाई जानकारी गराउनेछु। तर यसमा जुन सांसदहरू बाँकी छन्, जम्मा 33जना सांसद थियो टोटल जसपाको, जनता समाजवादी पार्टीको। त्यसमा एकजना सांसद रेशम चौधरी अहिले निलम्बित हुनुहुन्छ र अब उहाँ सायद काठमाडौँ कारागारमा हुनुहुन्छ। जम्मा 32जना सांसदमा 22जना सांसद उपेन्द्रज्यूको पक्षमा छ र करिब 10जना सांसद लिएर महन्त ठाकुर र राजेन्द्र महतोजी अलग्गै पार्टी बनाएको छ। अझ त्यही पार्टीको विषयमा फेरि जुन 22जना बचेको छ त्यो पार्टीको विषयमा हामी एउटा समाचार प्राप्त गरेको छु नेपाली पब्लिक पत्रिकाबाट। र यसमा लेखिएको छ, जनता समाजवादी पार्टी जसपामा मन्त्री बन्न हानथाप भएको छ, जसका कारण जसपालाई मन्त्रीको नाम टुङ्गो लगाउन धौधौ भएको छ। हाल जसपामा 22 सांसद छन्। जसपा स्रोतका अनुसार अधिकांश सांसदले मन्त्रीमा दाबी गरेका छन्। मन्त्री नबनाएमा पार्टी छाड्नेदेखि फोड्नेसम्म धम्की सांसदहरूलाई दिन थालेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले ढिलोमा बुधबारसम्म मन्त्री परिषद विस्तार गर्ने तयारी गरेका छन्। देउवाको तयारीसँगै मन्त्री चुन्न जसपा अध्यक्ष उपेन्द्र यादवलाई हैरानी भएको हो। यसअघि यादव आफै सरकारमा जाने तयारीमा थिए, तर पार्टीभित्रैबाट विरोध र सत्तारूढ गठबन्धनले सरकारमा उप प्रधानमन्त्री दिन नसक्ने बताएपछि उनी मन्त्री नबन्ने मनोस्थितिमा पुगेका छन्। यसअघि उनले उप प्रधानमन्त्री दाबी गर्दै आएका थिए। कसको नेतृत्वमा सरकारमा पठाउने भन्ने पनि जसपाले टुङ्गो लगाउन सकेको छैन। आकाङ्क्षी धेरै भएपछि जसपालाई मन्त्री छान्न धौधौ भएको छ। जसपाले यसअघि 7 मन्त्रालय पाउनुपर्ने माग गरेका थिए। एमाले विभाजन गरेका माधव कुमार नेपालको पार्टी नेकपा एकीकृत समाजवादी पनि सरकारमा जाने भएपछि जसपाले हाल 6 मन्त्रालय माग गर्दै आएको छ। तर सत्तारूढ गठबन्धनले जसपालाई बढीमा 5 मन्त्रालय दिन सक्ने प्रष्ट पारिसकेका छन्। यस्तो अवस्थामा मन्त्रालयको सङ्ख्या कम र मन्त्रीका आकाङ्क्षी बढी भएपछि अध्यक्ष यादवलाई अहिले टाउको दुखाएको विषय बनेको छ। यी हुन् मन्त्रीका आकाङ्क्षी। जसपा स्रोतका अनुसार मन्त्री बन्न धेरै सांसद आकाङ्क्षी भए पनि महेन्द्र राय यादव मन्त्री बन्ने लगभग पक्का जस्तै भएको छ। त्यस्तै सांसदहरू प्रदीप यादव, रेणु यादव, मोहम्मद इस्तियाक राय, अमृता अग्रहरी मन्त्री बन्ने सम्भावना छ। डर जसपा विवादमा मन्त्री बन्ने आशमा केही सांसद महन्त ठाकुरलाई छाडेर यादव पक्षमा लागेका थिए। तर अहिले उनीहरूले मन्त्री नबनाएपछि साथ छाड्ने वा पार्टी विभाजन गर्ने चेतावनी दिएपछि जसपा अध्यक्ष यादव थप दबावमा परेका छन्। जसपाका एक सांसद भन्छन्, सबैलाई समेट्दै मन्त्रीको नाम टुङ्गाउनु अध्यक्ष यादवज्यूलाई चुनौती छ। सबैलाई मन्त्री चाहिएको छ। मन्त्री नबनाए पार्टी छाड्नेदेखि फोड्नेसम्म धम्की दिइरहेको छ। जबकि यो पार्टी एकचोटि फुटिसकेछ र अर्कोचोटि यस्तो कुरा, यस्तो समाचार बाहिरिएपछि सोच्न सकिन्छ कि यो पार्टीको गति अब के हुन्छ। धन्यवाद। आज यो यहीँ समाप्त गर्छु। अर्को खबर लिएर आउनेछु। धन्यवाद। नमस्कार।